निर्वाचित गराउनु भएको छ। यसको लागि सम्पूर्ण आमा बाबु, दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद। जुन एउटा आशाले, जुन एउटा विश्वासले चाहिँ आज हामीलाई निर्वाचित बनाउनु भएको छ। यो हामीले अहिले उत्सव मनाइराखेको होइन, यो सबैजनालाई चाहिँ एउटा धन्यवाद ज्ञापन हामीले गरेको हौँ। जुन अमूल्य मत दिएर हामीलाई विजय गराउनु भयो त्यसको लागि सम्पूर्णमा फेरि पनि धन्यवाद। यो मत भनेको आशाको मत हो, यो भनेको विश्वासको मत हो। वर्षौँदेखि विभिन्न शासकहरूले हाम्रो देशमा चाहिँ शासन गर्नुभयो, तर देशलाई गरिब बनाउनु भयो, देशलाई खोक्रो बनाउनु भयो, देशमा सुशासन भएन, देशमा भ्रष्टाचार भयो, देशको चाहिँ अर्थतन्त्र चाहिँ नाजुक बनाउनु भयो। आज गाउँ गाउँबाट, ठाउँ ठाउँबाट सबै खाडी मुलुकमा रोजगारीको लागि चाहिँ युवाहरू जानुपर्ने अवस्था सिर्जना गर्नुभयो। स्वास्थ्यमा पनि समस्या, शिक्षामा पनि समस्या भएको देश बन्यो र अब चाहिँ यो समस्याको समाधान होस्, देश समृद्ध होस्, रोजगारी नेपालमै सृजना होस्, सुशासन होस्, यहाँ चाहिँ भ्रष्टाचार अन्त्य होस् र एउटा चाहिँ सुखी र समृद्ध नेपाल बनाउन सक्छ भन्ने विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई आज नेपालभरि नै मत दिनुभएको छ, सिन्धुलीमा पनि दिनुभएको छ र यो विश्वास हामी आगामी दिनमा यसलाई तोड्दैनौँ। हामी हजुरको विश्वास कायम राखेर आजैबाट हामी काममा लाग्छौँ र हामी इमान्दारीपूर्वक काम गर्छौँ। फेरि पनि धन्यवाद। फेरि पनि म गाउँ आउनेछु, हजुर सामु आउनेछु, फेरि छलफल गर्छौँ र हजुरहरूको सुझाव लिन्छौँ। सिन्धुली जिल्लाको लागि हामीले के गर्नुपर्छ त्यो टिपोट गर्छौँ, त्यसको लागि योजना बनाउँछौँ र कार्ययोजनालाई चाहिँ हामी क्रमिक रूपमा चाहिँ त्यसलाई लागू गरी एउटा समृद्ध सिन्धुली र समृद्ध नेपाल बनाउने बाचा आज म गर्न चाहन्छु। फेरि पनि अमूल्य मतको लागि धेरै धन्यवाद, सधैँ आभारी रहनेछु। धन्यवाद।